जति चाँडो भने नि हामी आज कहाँ जाँदैछौँ हेर्नु होला है। मेरो बहिनी मेरो दिदी उता छन्, यता भाइहरू सारा समूह छन्। भाइ त पुरा लाजले भुतुक्क भए। ल हेर्नुहोस् है, हामी आज शुक्लाफाटामा पुग्यौँ। शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा पुग्यौँ। यस्तो रहेछ हेर्नु, यहाँ यस्तो छ पुरा। ल मेरो दिदी पनि यहाँ। शुक्लाफाटाभित्र प्रवेश गरिसकेछौँ। अब हामी टिकटको लागि हाम्रो टोली अघि बढ्दैछ। हामीसँग एकजना दिदी हुनुहुन्छ। दिदी हिँड्न सकिरहेन, अरू साथीहरू पर यसरी गइरहेछन्। जाँदैछौँ हामी। अब बिस्तारै भिडियो बन्दैछ है, तर राम्रो रहेछ शुक्लाफाटा राष्ट्रिय निकुञ्ज। आउनु होला सबैजना घुम्नलाई हेर्नलाई। हामी त आयौँ, हजुरहरू पनि आउनु होला है। अब सफारीको लागि रेडी गर्न रेडी भयो। अरे हाम्रो ग्याङ टोली तपाईले जे बनाउनु छ बनाउनु, मेरो मात्र नराख्नु। म राख्दैन भन्नेलाई यिनै हुन् है। फेरि म त फेरि फ्याक्ट नगर भने चाहिँ छिटो जङ्गलको नै हामी जाँदैछौँ। यहाँ चेकिङ भइरहेछ आर्मीको है। नाटाको गाडी हुँदैछ हाम्रो। अब इन्ट्री भएपछि हामी भित्र जान्छौँ है। बोल्न चाहिँ पाइँदैन, यहाँ हल्ला गर्न मिल्दैन। आर्मीको बेस क्याम्प रहेछ। पास भइसक्यो, पास लिइसकेँ। अब यहाँबाट अब अर्को गाडी जान्छ। अघि बढ्यौँ है। ल अघि लागियो। अब यहाँबाट बोल्न मिल्दैन हजुर है। कसरी हेर्न लागि आयो भने हामी पछि चाहिँ यो प्रोफेसनली के अरे घुम्न आयो भने के अरे यस्तो गऱ्यो कस्तो कान ठाडो गरेर छोडेर एकदम टार्गेट गरेर गर्नुपर्ने हुन्छ पछि त। अनि अब मान्छे बुझ्दैनन् होइन, नयाँ नयाँ आउँछन् घुम्ने, उनलाई त्यही रमाइलो हुन्छ। सर हल्ला नगरिदिनु त, नबोलिदिनु, कहाँ बात कहीँ पनि निस्किन सक्छ होइन। त्यो टाइपको यहाँ कहाँ आउँछ भन्ने सोच हुन्छ धेरै एकदमै हाई चान्सेस हुन्छ यसमा। साँझ बिहान चाहिँ बाघको चाहिँ अहिले त यो घाँसहरू ठुलो भइसक्यो होइन, त्यसले गर्दाखेरि बाटैमा भेट्यो भने देखिने भयो। मात्र भने यस्तोपट्टिको एउटा मचान छ, त्यहाँदेखि बस्यो भने तपाईँको साँझको बेला चाहिँ एकदम चान्स हुन्छ काहीँ न काहीँ त्यो बाघ निस्किन्छ। रानी तालको बारेमा राजाको राज्य थियो पहिला, धेरै पहिला। अब यो सानो सानो राज्य हुने बेला तपाईँको इस्वी सन् 1300-1400तिर भन्छन् होइन, एक्ज्याक्टली थाहा भएन। नेपाल राजाले राज्य गर्नुहुन्थ्यो र नेपाल राजा आध्यात्मिक किसिमका पनि थिए। पाठ पूजा बाबा टाइपका होइन, ध्यानमा बसेको बेला अरू
थाहा छ नि यो घाँसहरू गरेको यो बाघ बस्छ कि ए बाघ बस्छ घाँस लडेको त्यही त उता पनि लडेको थियो धेरै ठाउँमा बस्छ गौरेर गएको त्यो तित्रा हो है तित्रा खै कहाँ हामी देखिरहेको छैनौँ अगाडि भगाउनु त्यसलाई तल हेर ए तित्रा तित्रा कस्तो बिस्तारै हिँडे कि हुन् ल हेर तित्रा त्यो बाटै छोड्न लाग्छ नि लेभल मिल्छ अहिले एकछिनमा हेर त अरे भाग्दै भाग्न लागिछन् नि त बाटै बाटो हिँडिरहेछन् कहाँ छ यहाँ अगाडि ठ्याक्कै यताबाट हेर्नु राजालाई नसकेपछि रानीलाई उति बेला त सधैँ लैजाने चलन हुन्थ्यो नि त रानीको नजाने मनसाय हुनाले यो रानी तालमा चाहिँ त्यही तालमा चाहिँ नुहाउन जान्छु भनेर त्यही ठाउँमा त्यही गएर आत्मदाह गर्नुभएको हो त्यहाँ आत्मदाह गर्नुभएको हो त्यही ठाउँमा अनि त्यसरी चाहिँ रानी ताल नाम हालिएको भन्ने भनाइहरू छ अनि सिंहपालपछि उनको छोरा कञ्चनपालले राज्य गरे होइन अनि त्यही भएर नै हाम्रो जिल्लाको नाम कञ्चनपुर रहनुभएको भन्ने किंवदन्तीहरू हो होइन अब यो कतिको सत्यता हो खेम भण्डारी लेख्नु गैडाहरूको चान्सेस त हुन्छ तर यो भित्री आयो भने देखिने भयो उता त नर्कटहरू छ नि त यो सङ्कटकालमा के अरे पहिला मान्छे मरेको यो रुखमा यहाँ अड्केर सङ्कटकालमा गाडीमा अड्केर मान्छे मरेको 60 सालमा रे यो रुखमा यस्तरी हामी यहाँ पुगेछौँ घुमेर आएर हामी यहाँ जङ्गल कटेजमा आयौँ अब यहाँ खानपिन खानाको हलमा